गोटा दिन भुखले रहे छी, गोटा दिन ओहुना रहे छी, खा ले छी कतौ अथी क खाइ छी कतौ स। यो दुख यसो हो नगरायन नगरपालिका वडा नम्बर 2 की घोर्नी सदाको। विश्वमा महामारीको रूप लिइसकेको कोरोना भाइरसको संक्रमण नेपालमा बढ्न नदिन सरकारले गत चैत 11 गतेदेखि लागू हुने गरी घोषणा गरेको लकडाउनका कारण अहिले घोर्नीको 7 सदस्यीय परिवारको बिहान र बेलुका घरमा चुलो बल्न कठिनाई भएको छ। घरमै बसेर नुन रोटी खाऊ भनेर भन्छन्, तर नुन रोटीका लागि समेत कामै गर्नुपर्छ, जुन कि पूर्ण रूपले बन्द छ। कसरी खानु, कसरी काम गर्नु भन्नुहुन्छ वडा नम्बर 2 कै ज्याला मजदुरी गर्दै आउनु भएको पुनिता सदा। नुन रोटी खोबलु जो कटले से नुनो रोटी नोनो जाऊ कथि के किन ढोरा तब न किन के खाए। वास्तविक पीडितहरूका लागि आएको राहतमा समेत भागभण्डा खोजिन थालेपछि राहत वितरणमा ढिलाइ भइरहेको नगरायन नगरपालिकाका प्रमुख परमेश्वरले बताउनु भयो। राहत बाँड्नको लागि अब 90% मान्छेले चाहिन्छ कि मलाई चाहियो, नत्र विवाद हुन्छ। त्यसकारणले हामीले विवादतर्फ जाँदैन, वास्तविक जो हालको छ त्यसलाई मिल्नु पर्यो। नपाउने अथिको त राहत त यो छैन। यो त असहाय निसहायको लागि जसले रोजीरोटी गर्नलाई साह्रो छ त्यो व्यक्तिलाई चाहियो। तर 90%ले बाध्यता गरेर यो 4 दलको षड्यन्त्र त्यसमा राखेर त्यो राहत वितरण गर्नेछ। 4 दल लगायत नगरपालिकाको जो प्रतिनिधिहरू छन् त्यो त्यसमा सफल भएको छैन। लकडाउनबाट पीडित विपन्नहरूका लागि सरकारले राहत उपलब्ध गराए पनि अहिलेसम्म आफूहरूले पाउन नसकेको वडा नम्बर 2 कै मालती देवी सदाको भनाइरहेको छ। अपने सब नहीं कहा गेली से दलित के लेल तो राहत सब आयल छै, प्रदेश सरकार से भेटल छै पैसा? नहीं से नहीं कह गेलिए, मज सुनाली से आइल है त देलकिए नहीं गेल ना है मजकल की नहीं आइल है अभी। यता धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले धनुषाका लगभग 9 वटा पालिकाहरूले पहिलो चरणको राहत वितरण गरे पनि केही पालिकाहरूले अझै पनि बाँड्न नसकेको स्वीकार गर्नुभयो। के पालिकाहरूले अहिलेसम्म वितरण नगरेको कुरा सही हो। जस्तै यही जनकपुर उपमहानगरपालिकाले पनि बाँडेको छैन। अन्य पालिकाहरूमा कसैले आधी बाँड्नु भएको छ, कसैले धेरैले चाहिँ बाँडी पनि सक्नु भएको छ। राहत बाँड्ने काम स्थानीय तहहरूको भए पनि वास्तविक पीडितसम्म राहत पुर्याउनका लागि आफूहरूले समेत समन्वय गर्दै आएको उहाँले बताउनुभयो। पुनः प्रमुख जिल्ला अधिकारी निरौला कसरी बाँडिरहेको छ त्यो यसलाई हेरिदिने अनि के अरे स्रोत साधन अथवा भनौँ न जस्तै खाद्यान्नहरू अथवा ती पुगेन नि हेरिदिने कामहरू हामीले गरिरहेका छौँ। सङ्घ तथा प्रदेश सरकारले लकडाउनको अवधिभरिमा दैनिक ज्याला मजदुरी गर्ने विपन्न तथा दलित परिवारका व्यक्तिहरूलाई भोकै बस्नु नपर्ने उद्देश्यका साथ बजेट छुट्याए पनि स्थानीय तहहरूमा राजनीतिक भागभन्डा नमिलेकै कारण अहिलेसम्म दलित तथा विपन्न परिवारहरू राहत पाउनबाट वञ्चित रहेका छन्। दशौर्य मिथिलाका लागि नेहा झा, जनकपुर धाम।